everyone, welcome to my vlog. So guys, आज चाहिँ हामी हैन अल्बिदा पार्कमा आएको छौँ हो म मेरो साथीहरू है हामी चाहिँ हिँड्दैछौँ ड्राई पिकनिक जस्तै हो आज पनि हाम्रो हो पुरा यो त चिसो रहेछ हौ यसो हिँड्न त चिसो छ हैन पानी छपछप आउँदैछ हेलो गाइस यही हो हाम्रो सामान खै उहाँ चाहिँ मेरो प्यारी अनिता अनि अन्जना आज चाहिँ उहाँ पनि फुर्सद भएर आइपुग्नु भयो हो आजको आउटफिट हेरिदिनु न कस्तो मन पर्यो मलाई अन्जनाको अनिताको पनि देखाइदिउँ न आउटफिट कति राम्रो देखिरहेछ आज किन स्याड तिमीहरूको मेरो त होइन तिमीहरूको त राम्रो छ भनेर आज मैले अन्त पिङ्की भएर आइरहेको छु नि त सो अब हामी चाहिँ यहीँ बसेर खाने बस्ने गफ गर्ने गाइस रम्बी हावा चाहिँ फुरुरु चलेको छ है हाम्रो साथी चाहिँ पर बसिरहेछ हो अब हामी फेरि लोकेसन चेन्ज उहाँ म्याडमको माइन्ड चेन्ज मुड चेन्ज लोकेसन चेन्ज सो गाइस यहाँ आउनु बित्तिकै कति फ्रेस फिल हुन्छ मलाई राम्रो केही तिमीलाई विश्वासै लाग्दैन भने किन सोधेको त अन्त मलाई झन् राम्रो ब्युटिफुल भन्दाखेरि त भन्नु त परिहाल्छ नि भन्छ साथी हो गाइस यस्तो छ उसको एन्सर पनि हेर्नु न मन दुख्छ हौ गाइस हामी यहाँ बनाउँदैछौँ हो अब हुँदैछ यहाँनिर तयारी यस्तो गरममा त मेरो त अनुहार त कस्तो हुँदो रहेछ हौ खै त आइपुगेन भन्दा गाइस हामी चाहिँ फर्स्टमा पानी है हामी चाहिँ यहाँनिर बनाउँदैछौँ आजको यहाँ भान्से बनाउने चाहिँ उहाँ नभएर यहाँ परेको छ हो नयाँ सेफ हो काट्दैछ हो प्याज हाम्रो फेभरेट चाहिँ यो चटपटा है गाइस चटपटा छ यहाँनिर आलुको सब्जी छ आलु र मटरको होइन अनि यहाँनिर चाहिँ यो केक मैले बनाएको हो यो सेलरोटी पनि गाइस मैले बनाएको हो अनि गर न अनि यहाँ हेर्नुहोस् यो कस्तो मजा आइरहेछ कस्तो शीतल भइरहेछ गाइस कस्तो शीतल विदाउट अन्डा त कस्तो हुन्छ कान्छी आज फेरि उसको भेज डे आज उसको भेज डे हो नि त अन्जना खाऊ न त अन्जना टेस्ट गरेर भन्दा हुन्छ नि यसको चाहिँ एक्सपायरी हुँदैन र एक्सक्युज मी हिजो नि बनाएको मैले कति दिनको चाहिँ फास्टिङ हौ न त सरी है भगवान कन्फ्युज भइरहेछ अनि तँलाई के वरदान दिउँ म के वरदान दिउँ सरी है बाटोको जोक्स खाऊ कान्छी खाऊ कस्तो लाग्यो त अनि त सेलरोटी मिठो छ सबै पुग्यो चिनीहरू डल्लै हो गाइस मेरो ट्यालेन्ट चाहिँ यो चाहिँ बिचरा आलु बना तरकारी के अरे आलुदम बनाएर लिएर आउँछु लानेर त छैन मान्छे त्यही भनेर मलाई थाहा थियो नि त सबैको के भनेर यो त किनेर लिएर आएको अनि आलुदम मान्छे त छैन आलुदम बनाउने मान्छे त सुतेको फ्लप हो ल गाइस अब चाहिँ हामी खान्छौँ तपाईँहरूलाई देखाउँछौँ होइन च्यालेर आउनु अहिले नै एकछिन न फर्स्ट यो लास्टमा खाउँ न त त्यसरी फर्स्टमा चटपटाहरू खाउँ गाइस हेर्नु त हामी अहिले पनि बचाएर जस्तो डिसाइड गरिरहेछौँ फर्स्ट हामी चटपटा खाउँ त्यस होइन चटपटा खाउँ अन्त जुस हुन्छ अन्त यो साँझमा खाने नि त त्यतिखेर अँधेरो पनि हुन्छ अन्त चियासँग टक्कै मिठो हुन्छ गाइस टेस्ट सुके होस् जस्तो सुके होस् मेरै कुरा मनाउनु पर्छ क्या मान्नै पर्छ मेरो साथी जस्तो सुके होस् मेरै कुरा मान्नुपर्छ सो गाइस हाम्रो चाहिँ चटपटा रेडी भयो उहाँ चाहिँ चटपटावाला केकवाला म क्यामेराम्यान अनि यहाँनिर भइरहेछ लु शीतल भइरहेछ लु के छ नि त तिमीमा अघि भनिसक्यो केक वाली अरू केही छैन तिमीसँग हेर जुस वाली
सेलरोटी वाली भन न हो तर शान्तिले बनाएकै सेलरोटी वाली तर मेड बाई शान्ति हाम्रो भइसक्यो यति दामी देखिरहेछ है ल म अब आज चाहिँ अञ्जनाले बनाउँदैछ हेरौँ कतिको मिठो बनिँदो रहेछ है अनि यहाँ चाहिँ हाम्रो छ आलु र मटरको सब्जी यहाँनिर सेलरोटी यहाँ फ्रुट्स त्यहाँनिर केक एन्ड जुस खतम कहानी आजका हाम्रो पिकनिक सक्यो सो गाइस हामी चाहिँ खाने है लेट्स इट मेरो नमस्ते लन्डन भइरहेछ हाम्रो स्वाद भएछ त्यति बेला अर्को कुनै किसिम मसला ल्याएको थियो होइन अहिले बच्चाले पिङ्की पिङ्की पहिला गरेर न एकछिन है अलिक तल राख न धेरै माथि भयो रेडी वान टु गो 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 मलाई त यो पनि गर्नु आउँदैन शान्तिले त पुरै सरी अञ्जनाले त भएर पुरै लगिसकेको लाँदैन त तिम्रो अञ्जनाकोबाट गरौँ त घुमेर तर मेरो पनि ठिक छ राम्रै आयो तिम्रो इन्स्टाबाट गर्छु म लु गर त खोला त यहाँ हेर त क्यामेराले पनि चिनेन खै तिम्रो इन्स्टाग्राम यहाँबाट लु लेट्स डू औ औ लु लिहाल्यो लु भयो हो त हो राम्रो भयो त हो ए आइसक्यो त ट्याक्कै एकछिन मेन्सन गरौँ न भयो लेगो त एकछिन चटपटे पनि गर्छु नि त म ल ल ओके तिम्रो हातमा लु अब यो भयो होइन अब खै चटपटा तिम्रो चटपटा अन्त निकाल्नु पऱ्यो नि खोइ चम्चा तिम्रो जुस उता राख त नक्कल नक्कल यतिको त गर्नु पऱ्यो नि गाई यस्तो दुःख गरेर आएको छ यहाँनिर खानलाई एकछिन अब यो हातले पक्रिनु पऱ्यो नि त 1 2 3 ए यो त भएन एकछिन तिमी राखी पो काट्दै रहेछौ 1 2 3 1 2 3 भयो ल अब फ्रुट पोस्ट गर्नु एकछिन मेन्सन अनुसार ल पकड औ लेट्स डन अलि यतापट्टि गरौँ अब माथि गरौँ है 2 3 भयो त्यही गरे भयो ठिक माया लाग्दो भयो उचाल्ने नचल्ने नचिलेको जस्तो भइसक्यो अन्डाको फ्रुट्सहरू सब्जीहरू सबै मिठो हुन्छ मन्ताको रे बारीमा फलाएर हो हो तिमीले बनाएको चाहिँ तिम्रोबाट ल्याएको यो त ऊ हो नि होइन यो त कस्तो मिठो हुन्छ म यसो खान जान्दिनँ भनेको त्यही भएर के चाहिँ खानु हुन्छ खानुमा मुखमा अब सेलरोटी पक्नु एउटा एउटा लु पक्का घुमाएर यहीँ तिमी खाने त म त खान जानिनँ अनि त यहाँ हेर न किन मेरो गोरै छ म त यो गोरै कलर यो कलर पक्रिनु लु 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 1 2 3 शान्तिले यहाँ मेरो लु के भन्नु के केक नगर्ने ला यहाँ के भयो गाइस मैले मुखमा नहालिकन देख्नु होला नि कति के गरिसक्यो भनेर आउनु पिए ल खाला भने सुन्यो भिडियो कल पो थिएछ हो एडिट गरेर त्यसो गर्दिनँ म त जान्दिनँ भनेको है म त्यसरी खान मलाई त निकालेर सोच्यो यसरी हौ ए आएन मलाई त उसले त गर्छ मैले त ए लु चिट्टारो हो खासमा त यसो खोलेपछि त मुखमा लगाएर सट्ट तान्ने हो नि त अनि त्यसको बुद्धि चाहिँ गोदी मुखबाट निकालेर छुट्टाएर राख्ने अब यहाँ यस्तो हुन्छ होइन यहाँ अनि त हेर हेर्नुहोस् साथी हो मेरो साथीलाई खानु पनि आउँदैन लु यसो गरेर ए गाउँबाट आएको नि त ए ए यस्तो त्यहाँ आउँदैन नि त
दामी ठिक्कको मौसम छ यार अहिले अब योभन्दा बढी भयो भने त पाउनु सक्दैन अब नेक्स्ट विकसम्म चाहिँ ठिक ठिकै हुन्छ दामी हुन्छ नानीहरूलाई खेल्नु कति राम्रो छ नि यहाँ कपाल बाँध्नु कि छोडिदिउँ है छोरा अनि यता अनि मुखैमा परेर त सक्छ नि भएन त कर्ली बनाएर फर्ली भइदियो हेरौँ त कल बनाइदिनु भनेको छ यहाँबाट गर्ने नि फोटो यसो मेरो बाउले सेरी के आफै क्यामेराम्यानको काटिरहेको लाग्छ मेरो क्यामेरै मैले बुझ्नु सक्दिनँ जुत्ता हो यो खाएर डम्म भइसक्यो गाइस है कति बज्यो 6 बज्यो गाइस अब चाहिँ छिटो छिटो खाएर फर्किनु पर्छ थाम्नै सक्दैन त्यसले ए अहिले टिकटक बनाउँदा त गाइस टाइम त यति भइसक्यो हो अझै रोटी चाहिँ खानु रोटी चाहनु बाँकी नै छ अझै हामीले खा भन्ने हो नि केही खाएको छैन राम्ररी हो त खाने नि हौ कहाँ खाने हौ कम गर्नलाई यहाँनिर बिरालो नै आइपुगेको छ यति राति भइसक्यो हो होइन घर जाऊ त मेरो यत्रो भइसक्यो खानु चाहिँ छैन हौ खायो बिरालोले मेरो सेलरोटी ड्याङ्की ड्याङ्गु लु खाऊ 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 बिल्ली खाऊ खाँदैछ तिमीहरूले जतिको इन्जोय गरेन ऊ बिरालो त्यतिको इन्जोय गरेर खाएछौ लौ त अब खाऊ न गाइस तपाईँहरू लेट्स इट गाइस कम चिसो भइसक्यो खा लाँदैन कसरी डुबाएर त्यसमा मटर र आलुको बाहिर बनाएको बाहिरै जस्तो छ होइन मसला धेर हाल्छ क्या जहिले घरमा बनाएर खान्छ आज उबाएर खान्छ केही हुँदैन एक दिन खाऊ यति क्यालोरिज घटाउनु मात्रै ग्यालरिज उफ हरेस लाग्दो लु खाऊ न तिमी यहाँ यो खाऊ त्यसो भने यो खाऊ न त भनेर बिरालो नु यहाँ सो गाइस हामी चाहिँ फर्किँदैछौँ हो अहिले चाहिँ कतारको तपाईँको 8 बजिसक्यो अनि अहिले चाहिँ हामी फर्किँदैछौँ तर मजा आयो है शीतल के एकदम शीतल नेक्स्ट विकदेखि चाहिँ गरम धेरै बढ्छ होला अब जाउँ के भनेको यहाँ हेर न खै त लास्ट लुक देऊ तिमीहरूको कस्तो भयो मजा आयो र गाइस थ्याङ्क यू तपाईँहरूले मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद हो एकदम मजा आयो रमाइलो भयो साथीहरूसँग है हप्तामा एक दिन छुट्टी साथीहरूसँग मनाउनु मजै आउँछ हो जान्दैछौँ उयो त्यो लुगा ओढेर कस्तो उयो जस्तो देखेँ बनाइदिनु एउटा भिडियो बनाऊँ न यहाँनिर छ त जग्गा अब यहाँदेखि चाहिँ हामी हिँड्दै कहाँसम्म जाने हो कहाँसम्म यहाँदेखि हिँड्ने अस्तिको सन होइन त्यहाँसम्म सो गाइस अब यहाँदेखि चाहिँ हामी यो पार्कदेखि चाहिँ निस्किँदैछौँ होइन हिँड्दै जाने हो अलिअलि हिल छ हामीसँग तर पनि अब हिँड्ने अनिताको चाहिँ फ्ल्याट रहेछ हिँड्नुपर्छ भने फ्ल्याट आएछ अन्जनाको त स्यान्डल मेरो पनि स्यान्डल सो हामी चाहिँ अब हिँड्दै जाने गाइस फेरि भेटौँला पछि थ्याङ्क यू सो मच फर वाचिङ आवर भिडियो